जाउँ त ल 20,000 युवाहरू चाहिँ गोल बन्द बनेर सिंहदरबारका गेटहरू तोड्दै ब्यारिकेडहरू तोड्दै जाउँ न अगाडि। केही मान्छेहरू ढल्न सक्छौँ, गोली हान्न सक्छ, दलालहरूले चाहिँ त्यो निर्देशन दिन सक्छन्। 20,000लाई मारेर यो सत्ता टिक्न सक्छ आजको दिनमा? सम्भव छ त्यो कुरो? 20,000 युवाका लासमाथि यो सत्ता टिक्न सक्छ? टिक्न दिन्छौँ हामी? यो दिँदैनौँ हामी। जाउँ, यो तयारी गरौँ भन्ने छ कि आजको दिनमा हाम्रो आह्वान। देशैभरि रहेको भ्रष्टाचार र कुशासनका विरुद्धमा हामीले जिहाद छिड्ने घोषणा गरेका छौँ। यो लुट खसोटका विरुद्ध कसै न कसैले लड्नै पर्ने छ। अब हामी यहाँबाट निराश भएर पलायन हुने कुरा छैन। अब सकिन्न कि त्यो लुटेराहरूसँग भन्ने कुरा छैन। 10,000 युवाहरू एकपटक चाहिँ यो लुट खसोटका विरुद्धमा यिनका प्रत्येक चाहिँ निकायमा जाउँ, यिनका प्रत्येक अड्डामा जाउँ र हमला गरौँ भन्ने छ कि हाम्रो त। घिसारौँ यिनलाई, सडकमा ल्याउँ। यो देश र जनतामाथि गद्दारी गर्नेहरूलाई जनताहरूले यिनका चाहिँ कार्यालय भित्रबाट थिचेर सडकमा ल्याउँछन्। यो कुरा साँचो नाङ्गेदार पारिन्छन्। हाम्रो त यो आह्वान छ। हेर्नुहोस्, अहिले कुनै सेक्टर यो देश बाँकी छ लुटिन? कुनै सेक्टरमा चाहिँ भ्रष्टाचार नभएको देख्नुहुन्छ? छ त? छैन नि। अनि यसका विरुद्धमा देशैभरिका लाखौं अहिले पार्टीगत झण्डा पार्टीगत नै राख्नुहोस् क्या, त्यसमा पनि हाम्रो धेरै आपत्ति छैन। तर यो लुट खसोटका विरुद्ध लड्नको लागि एकपटक यो देशका क्रान्तिकारी प्रगतिशीलहरू देशभक्त युवाहरू चाहिँ एक ठाउँमा उभियौं। यो देशमा चाहिँ एकपटक चाहिँ विद्रोहको रागो पालौं। हाम्रो यो आह्वान छ। हेर्नुहोस्, यो एमाले कांग्रेस माओवादी भित्र रहेका इमानदार क्रान्तिकारीहरूलाई आह्वान पनि हो क्या। हामी टुलु लुटिएको हेरेर बस्ने कि तिनका दास भाडाका टट्टु जस्ता मान्छे भएर बस्ने कि साँच्चीकैमा नैतिक जीवन क्रान्तिकारी जीवन जिउने? साँच्चीकैमा तपाईको हामीले स्वतन्त्र हिसाबले हाम्रा बुद्धि र हाम्रा विचारहरूको यो देशमा प्रयोग गर्ने?